नमस्ते, मेरो फेसबुकमा यहाँहरूलाई हार्दिक स्वागत छ। आज म तपाईहरुलाई कुनै पनि कार्यक्रमलाई सञ्चालन गर्ने सन्दर्भमा अथवा चाहिँ कुनै पनि औपचारिक कार्यक्रमलाई सुरुदेखि अन्तिमसम्म एउटा उत्कृष्ट कार्यक्रमको मोडालिटीमा सम्पन्न गर्नको लागि आवश्यक पर्ने बेसिक 5 कुरा तपाईहरुको बीचमा बताउन गइरहेको छु र तपाईहरु पनि कुनै पनि कार्यक्रम सञ्चालन गर्ने सन्दर्भमा यी 5 कुरालाई मुख्यतया तपाईले ख्याल गरेर आफ्नो कार्यक्रम सञ्चालनलाई अगाडि बढाउनु भयो भने पक्कै पनि तपाईको कार्यक्रम साच्चै उत्कृष्ट बन्नेछ। यो कुरामा म विश्वस्त छु। र कुनै पनि कार्यक्रमलाई सञ्चालन गर्दाखेरि चाहिने 5 आधारभूत तत्त्वहरू मध्येको पहिलो नम्बरमा हामीले चाहिँ कार्यक्रम सञ्चालन गर्दाखेरि उपयुक्त पोशाकमा पनि ध्यान दिनुपर्छ। हामीले कार्यक्रम सञ्चालन गर्दै गर्दा एउटा फर्मल पोशाकमा उपस्थित भएमा मात्रै त्यो कार्यक्रम साच्चै एउटा राम्रो उत्कृष्ट कार्यक्रमको एउटा नमुनाभित्र चाहिँ पर्न सक्छ। त्यसैले अर्को कार्यक्रम सञ्चालन गर्दै गर्दा हामीले बिर्सिनै नहुने कुरो कार्यक्रम सञ्चालन कुन मितिमा भइरहेको छ अथवा कार्यक्रम सञ्चालनको समय के हो अथवा चाहिँ त्यो कार्यक्रम कुन स्थानमा चाहिँ सञ्चालन हुँदैछ त्यसको बारेमा पनि हामीले पूर्व जानकारी राख्नु पर्दछ। भने अर्को तेस्रो नम्बरमा हामीले कार्यक्रममा उपस्थित माहौलमा अथवा चाहिँ त्यस कार्यक्रममा उपस्थित हुने दर्शक श्रोताहरू कुन उमेर समूहको छ त्यो कुरालाई पनि हामीले विचार गराउनुपर्छ। जस्तो हामी कुनै पनि कार्यक्रम सञ्चालन गर्दै गर्दाखेरि एउटा बुढ्यौली पुस्ताको उमेर समूहको हुनुहुन्छ भने हामीले त्यही किसिमको कार्यक्रमको मोडालिटी तयार गर्नुपर्छ। र हामी कुनै पनि कार्यक्रम सञ्चालन गर्दाखेरि एउटा विद्यार्थी भाइ बहिनीहरूको बीचमा कार्यक्रम सञ्चालन गर्दैछौँ भने त्यहाँनिर पनि आफूले बोल्नुपर्ने शब्दहरूको बारेमा चाहिँ त्यो कुराको माहौल बुझेर हामीले त्यस किसिमको एउटा कार्यक्रमको ढाँचा तयार गर्नुपर्छ। त्यसैले हामीले तेस्रो नम्बरमा बुझ्नुपर्ने कुरो एउटा त्यो कार्यक्रममा चाहिँ कस्तो किसिमको दर्शकहरूको उपस्थिति छ त्यस कुरालाई पनि विचार गर्नु पर्दछ। त्यसैगरी कार्यक्रम उत्कृष्ट बनाउने चौथो उपायमा हामीले कार्यक्रमको विषयवस्तुमा गहिरो ज्ञान हुनुपर्छ। हामीलाई कार्यक्रम सञ्चालनको रूपमा अथवा चाहिँ कार्यक्रम सञ्चालकको रूपमा कुनै पनि संस्थाले हामीलाई निमन्त्रणा गर्यो र त्यो कार्यक्रमको बारेमा हामीलाई कुनै पनि ज्ञान भएन भने त्यो कार्यक्रम उत्कृष्ट बनाउन सकिँदैन। त्यस अर्थमा हामीले कुन कार्यक्रम चलाउँदैछौँ भन्ने बारेमा त्यसको बारेमा गहिरो अध्ययन र त्यसको बारेमा चाहिँ विशेष पृष्ठभूमि सहितको एउटा मोडालिटीमा हामी चाहिँ जानुपर्ने हुन्छ। त्यसैले आजको हाम्रो कार्यक्रमलाई उत्कृष्ट बनाउने अन्तिम 5 उपाय भनेको हाम्रो कार्यक्रम सञ्चालन गर्ने सन्दर्भमा आवाजमा स्पष्टता र शुद्धता प्रति विचार पनि पुर्याउनु पर्दछ। हामीले कार्यक्रम सञ्चालन गर्दै गर्दा आवाजलाई स्पष्टता बनाउन सकेनौँ भने हामीले बोलेको शब्द श्रोताहरूले नबुझ्न सक्छ अथवा हामीले बोलेका शब्दहरू आवाजहरू बुझे तापनि हामीले शुद्ध भाषाको प्रयोग गरेनौँ भने त्यहाँनिर पनि दर्शक श्रोताहरूलाई एक किसिमको दुविधा उत्पन्न हुन सक्छ। त्यसैले हामीले कुनै पनि कार्यक्रमलाई सञ्चालन गर्दै गर्दा त्यसमा चाहिँ शुद्धता र स्पष्टतालाई पनि हामी ध्यान दिनुपर्छ। हस्त आजको यस 5 उपाय तपाईहरुलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यसरी सल्लाह नि सुझाव दिनुहोला। धन्यवाद।